डरलाग्दो दिन आउन अघि म एलिया अगमवक्तालाई पठाउनेछु। 6 ले भन्छ, त्यसले बुबाको हृदयहरू तिनीहरूको छोराछोरीतिर र छोराछोरीका हृदय तिनीहरूका बाबुतिर फर्काउनेछ, नत्र त म आएर त्यसलाई श्राप दिनेछु। आमेन। यहाँनिर परमेश्वरको जुन मलाकीको जीवनमा एउटा वर्ड आउँछ कि परमेश्वरले भन्नुहुन्छ अब अन्तको दिनहरू म हेर म एलिया अगमवक्तालाई पठाउनेछु। हेर्नुहोस् है, हामी अन्तसम्म पुगेको छैनौँ, हामी संसारको अन्तको दिनहरू भित्र छौँ। वी आर इन द लास्ट डेज अफ दिस वर्ल्ड, बट वी हेभ नट रिच द एन्ड टाइम। हामी एन्ड टाइम भित्र छौँ तर एन्ड टाइम पुगेको छैनौँ। केही समय छ, वी हेभ सम टाइम। हाम्रो लागि केही समय छ आजै पनि। भनिसकेपछि हामी एउटा चर्च एज भित्र छौँ अनि चर्च एजलाई चाहिँ यो चर्च एउटा मण्डलीको समयमा चाहिँ कस्तो जागृति चाहिन्छ भन्ने कुरा परमेश्वरलाई थाहा थियो। अनि यस कारणले गर्दा परमेश्वरले प्रोफेट मलाकीको जीवनबाट बोल्नु भयो कि अन्तिम दिनहरूमा म एलिया अगमवक्तालाई पठाउनेछु। हामी सोच्छौँ कि एलिया चाहिँ अब शरीरमै आउँछ होला भन्ने कुरा हामी सोच्छौँ। यो गल्ती नगरौँ हामी। एलाइजा विल नट कम इन फ्लेश, बट दी revival of Elijah will come in these churches. बुझ्दै हुनुहुन्छ? एलियाको समयमा जुन जागृति थियो नि, किनकि एलियाले के गर्यो, परमेश्वरको छोराछोरीको हृदय चाहिँ परमेश्वरतर्फ ल्याएको छ। आमेन। एलाइजाले के गर्यो? What did Elijah did? He did the heart of people he bring back towards the God. परमेश्वरको छोराछोरीको हृदय चाहिँ परमेश्वरतर्फ खिचेको छ। If we are the temple of God, there is an altar inside us. हामी भित्र नि त्यो वेदी छ। आमेन। प्रार्थनाको वेदी, आमेन। आराधनाको वेदी। कुरा त आराधनाको छ नि त यहाँ त, होइन? एलाइजाको समयमा कुरा त आराधनाकै थियो। कसको आराधना गर्ने इजरायलीहरूले? परमेश्वरको गर्ने कि राजा आहाबले भनेको कुरा सुनेर अस्तिरो देवी र बाल देवताको आराधना गर्ने? कुरा त आराधनाकै छ। तर त्यति बेला परमेश्वरले पहिलो राजा 18 अध्यायमा आउँदै गर्दा तपाईँले पढ्नुभयो भनेदेखिलाई नि स्वर्गबाट आगो झरेको कुराहरू हामी त्यहाँ पाउँछौँ। फिजिकली आगो झरेको कुराहरू छ। अनि त्यो फायरले के ल्यायो भनेदेखिलाई नि ठुलो जागृति ल्याएको छ। आमेन। त्यो जागृति सानसुने जागृति थिएन, किनकि मन अनि हृदय चाहिँ परमेश्वरतर्फबाट टाढो भइसकेको थियो इजरायलीहरूको। त्यो मन र हृदय चाहिँ परमेश्वरतर्फ फर्काउनु भयो परमेश्वरले। Hallelujah. That's what I want to say. This is the days of Elijah. एलियाको समय जस्तै अब हुनु जरुरी छ। आमेन। चर्चको नामले फरक पर्दैन। स्वर्गमा तिमी यो चर्चको भिस्का चर्चको भन्नु हुँदैन जस्तो मलाई लाग्छ मेरो विचारमा परमेश्वरले। तर स्वर्गमा चाहिँ ईश्वरले चाहिँ तपाईँकै नामद्वारा चिन्नुहुन्छ। हालेलुया। आमेन। को प्रफेट हो, को पास्टर हो, स्वर्गमा त्यसरी चिन्दैन। स्वर्गमा चाहिँ सन्त भनेर चिनिन्छ। आमेन। किनकि बाइबलमा लेखेको छ नि त, सन्तहरूको लागि प्रार्थना गर भनेर। हालेलुया। यस कारणले गर्दा आज म तपाईँलाई स्वागत गर्छु आजको विशेष गरी यो खण्डभित्र आउँदै गर्दा। अनि विशेष गरी आज जागृति किन चाहिन्छ हामीलाई भन्ने कुरामा आउँदै गर्दा चाहिँ सबसे पहिला चाहिँ म तपाईँलाई भन्छु, जागृत भएको मण्डली जुन मण्डलीले चाहिँ पहिले एउटा चाको चार अनुसार चाहिँ यो विश्वास गर्छ कि म भित्र चाहिँ परमेश्वर बास गर्नुहुन्छ भन्ने कुरो विश्वास गर्छ भनेदेखिलाई नि त्यो मण्डली चाहिँ अब लडन्तरमा हुन्छ। हालेलुया। लडन्तरमा हुन्छ। हामी एउटा वारफेयर भित्र छौँ। वी आर इन वारफेयर। अनि यो वारफेयर चाहन्छु नि होइन। बाइबलले भन्छ एपिसी 6:12 मा आउँदै गर्दा हाम्रो युद्ध चाहिँ शरीरको होइन। अब वारफेयर इज नट अ फ्लेश। यो कुरो भन्दछ। अनि यो लडाई जित्नुको लागि चाहिँ आज यदि मण्डली तयार छैन भने आज यो लडाई तपाईँ अनि हामी यो लडाईभित्र हामी चिप्लिन सक्छौँ, हरेस खान सक्छौँ, यो लडाई लड्नु छोडिदिन्छौँ। तर आज म तपाईँलाई भन्न चाहन्छु, आजभन्दा 2000 वर्ष अगाडि नासरतको येशू ख्रीष्टले चाहिँ क्रुसमा लडाई जित्नु भएको छ। आमेन। क्रुसमा बलिदान भएर उहाँले लडाई जित्नु भइसकेको छ। तर आज के छ भनेदेखिलाई तपाईँ अनि हामी चाहिँ सुत्ने मण्डली होइनौँ, किनभने हामी चाहिँ वारफेयर भित्र छौँ। मसँग लडाई भन्नुहोस् त। हामी लडाई भित्र छौँ। एउटा यस्तो लडाई छ जुन लडाई चाहिँ शरीरको होइन, तर यो लडाई चाहिँ अदृश्य लडाई छ। मेरो एकजना नानी चाहिँ हस्पिटलमा काम गर्नुहुन्छ एज अ सिस्टर।
अस्ति एकजना हाम्रै मण्डलीको बुबाको सर्जरी अनि यति डरलाग्दो उहाँको दर्दनाक जीवन थियो अनि हामीले उहाँलाई इमर्जेन्सी सर्जरी गर्ने अवस्थामा पुग्यौँ लग्यौँ तर जसो आइसियु भित्र जाँदै थिएँ म त अचम्म लाग्छ हाम्रो छोरीहरू कसरी त्यहाँनिर काम गर्छ जस्तो पनि लाग्छ किनभने जब म स्पिरिटमा किनकि हामी प्रार्थनामा थियौँ यो सेवाकाईको लागि बेलुका भिजिट गर्न गयो बिमारीलाई हेर्न जानुपर्ने हुन्छ तर त्यहाँभित्र जाँदै गर्दा धेरै मृत्युको आत्मा प्रभुले मलाई देखाउनु भयो मान्छेको आत्मालाई मान्छेको सोललाई टिक्दै गरेको आत्मालाई टिक्दै गरेको त्यो दृश्यहरू मलाई स्पिरिटमा प्रभुले देखाउनु भयो अनि मैले छोरीलाई भन्दै थिएँ छोरी सरी टु से अब यहाँ हस्पिटलमा प्रार्थना गर्नु त दिँदैन आइसियुमा त दिँदैन तर दुईजना चाहिँ आज संसारबाट बिदा हुँदैछ एकदमै यो कुरो भन्दै गर्दा मलाई हृदयमा चिसो पसे छोरी यो चाहिँ हुँदैछ आजको बेलुका भनेको भोलि बिहान नाइट ड्युटी गरेर आउँदा पापा तपाईँले भन्नुभएको सही रहेछ दुईजना आज बेलुका बाँचिन्न भन्नु अनि संसार यस्तो छ तपाईँ अनि हामी कुन डाइरेक्सनमा जाँदैछौँ चर्च आउँदा हामी थाकेकोमा छौँ कि चर्च आउँदा तपाईँ अनि हाम्रो एउटा रुटिन जस्तो मात्र पो हुँदैछ कि यीशुलाई चर्चमा सीमित राखेर पो जाँदैछौँ कि सोच्नुपर्ने कुराहरू छ आज म तपाईँलाई भन्न चाहन्छु हाम्रो यहाँनिर भुटानबाट मैले अघि भन्दै थिएँ कसै थिम्पूबाट कसै पासाकाबाट कसै भद्रपुरबाट नेपालको हाम्रो उहाँहरू पहिला यो सेवाकाईभित्र आइसक्नु भएको उहाँहरू हाम्रो 9 ब्याच हाम्रो बाइबल स्कुल पब्लिक स्कुलको 9 ब्याचको हुनुहुन्छ अनि उहाँले पनि यो सेवाकाईभित्र आउँदै गर्दा धेरै कुरो बुझ्नुभयो अनि अहिले प्रभुले उहाँहरूलाई उहाँहरूको क्षेत्रहरूमा चलाइराख्नु भएको छ रुटिन मात्र होइन तर यो चाहिँ हाम्रो के हुनुपर्छ जीवनशैली भनिदिनुहोस् न यदि प्रार्थना छैन भनेदेखिलाई हामीले उत्तरको आशा गर्नु हुँदैन एउटा व्यक्तिले भन्छ प्रेयर बिङ्स के अरे 1000 आन्सर भनेको छ प्रार्थनाले चाहिँ हजारौँ उत्तर ल्याउँछ भनेको छ सुन्नुहोस् है फेरि पनि म रिपिट गर्छु प्रार्थनाले चाहिँ हजारौँ उत्तरलाई ल्याउँदछ तपाईँलाई कसैले एउटा यस्तो भएको छैन प्रार्थना गर्दा दिन रिजल्ट लाग्नु कतिजनाको छ हात उठाइदिनुहोस् न हात उठाइदिनुहोस् त एकदमै फ्रेङ्कली हेर्नुहोस् त प्रार्थनाले उत्तरलाई लिएर आउँछ हालेलुया प्रार्थनाले उत्तरलाई लिएर आउँछ भएकै कुरो म बुवाहरूलाई पनि भन्न चाहन्छु प्रार्थनाले नै साँच्चै नै उत्तरलाई लिएर आउँछ आमेन आजभन्दा 4 पुस्ता अगाडिको प्रचारक आयो भने उहाँले यसरी भन्छ प्रार्थना गर्नु नभुल्नु है प्रार्थनाले के लिएर आउँछ उत्तरलाई लिएर आउँछ मसँग ठुलो आमिन भनिदिनुहोस् त तपाईँलाई थाहा छ संसार आफ्नै दिशातिर छ संसार आफ्नै ठाउँतिर नेपालमा अहिले फेरि राजा शासन ल्याउने कुराहरू छ पब्लिक लडाइँ हुन आँटेको छ त्यहाँनिर आन्दोलन हुन आँटेको छ यस्तो थुप्रै कुराहरू भइरहेको छ नेपालमा आफ्नो क्षेत्रमा आफ्नो झगडा अब संसारमा वर्ल्ड वाइड हेर्नुभयो भनेदेखिलाई युक्रेन रसियाको त धेरै अहिलेसम्म युद्ध भइराखेको छ त्यो युद्ध शान्त भएको छैन संसारमा थुप्रै कुराहरू भइरहेको छ तर मण्डली तपाईँ अनि हामी चाहिँ कुन दिशातिर गइराखेको छौँ यो कुरो सोच्नु पर्ने कुरा छ अगुवाले प्रार्थना गर्दैन मेरो घरमा आएर भनेर मन पो दुखाउँदैछौँ कि मण्डलीको भाइ बहिनीले भिजिट गरेन अब त म चर्च ढिलो जानु पर्यो एक दिन नागा गर्दै एक दिन ग्याप गर्दै अर्को हप्ता जानु पर्यो भन्ने त छैन होला नि आज म तपाईँलाई उत्साह दिन चाहन्छु शिलोङ मण्डली प्रार्थना मैले किन प्रार्थना भन्दैछु भनेदेखिलाई नि प्रार्थनाद्वारा सुरु हुन्छ एउटा ईसाई जीवन हालेलुया प्रार्थनाद्वारा सुरु हुन्छ त्यही कारणले प्रभु येशूले पनि भन्नुभयो तिमीहरू यस किसिमले प्रार्थना गर भनेर हाम्रो प्रभु येशू ख्रीष्टले पनि सिकाउनु भयो प्रार्थना सिकाउनु भयो सिक्ने कुरा हो आमेन यस कारणले गर्दा आज म तपाईँलाई भन्न चाहन्छु प्रभु येशूले भन्नुभयो मत्ती 24 अध्यायको 6 र 7 मा आउँदै गर्दा चाहिँ तिमीले युद्धको हल्लाहरू सुन्नेछौ भन्नुभएको छ हेर्नुहोस् है तर अन्त त्यति नै बेला हुँदैन भनेर प्रभुले फेरि भन्नुभयो दोस्रोमा प्रभुले के भन्नुभयो भनेदेखिलाई जातिको विरुद्धमा जाति पनि खडा हुन्छ शरीरको युद्धको कुरा गर्दै हुनुहुन्छ प्रभु येशूले म आउनुभन्दा अगाडि बिफोर माई सेकेन्ड कमिङ देयर विल बी अ वार भन्नुभयो प्रभुले जातिको विरुद्धमा जाति देश विदेश झगडा हुन्छ तर आज म तपाईँलाई भन्न चाहन्छु यहाँ आमाहरू आदरणीय गुरुबाहरू जतिजना हुनुहुन्छ यो कुरो भन्न चाहन्छु विशेष गरी हाम्रो युद्ध चाहिँ शरीरको युद्ध होइन हाम्रो युद्ध चाहिँ तपाईँ अनि हाम्रो विरुद्धमा रहेको ती तमसकहरूको विरुद्ध हो तपाईँ अनि हाम्रो विरुद्धमा लडाइँ गर्न आउने ती आत्मिक दुनियाँमा अन्धकारमा हिँड्ने अन्धकारको दुष्ट सेनाहरूको विरुद्ध हो
अनि यो लडाइँ चाहिँ तपाईँ अनि हामी सजिलोसँगले जित्न सक्छौँ, तर यो लडाइँ जित्नुभन्दा अगाडि हामीले धेरै कुरो बुझ्नुपर्ने हुन्छ। हामी एक नम्बरमा नि तपाईँ अनि हाम्रो प्रार्थनाले चाहिँ मण्डलीमा जागृति लिएर आउँछ। तपाईँ अनि हाम्रो प्रार्थनाले चाहिँ नि मण्डलीमा जागृति लिएर आउँछ। जागृति भनेपछि चाहिँ हामी अर्कै बुझिहाल्छौँ, तर अर्को नबुझ्नुहोस्। जागृति भनेको चाहिँ अब मण्डलीमा जागृति आउन थालेपछि नयाँ आत्माहरू मण्डलीमा आउँछ। यो पनि एउटा जागृति हो। हालेलुया। म तपाईँलाई भन्न चाहन्छु, एपिसी 6:18 आउँदै गर्दा नि अब के रहेछ त वास्तवमा भनेदेखिलाई यसरी लेखेको छ, सारा प्रार्थना र निवेदन साथ सब समय पवित्र आत्मामा प्रार्थना गर, यस उद्देश्यले लगनशील र सतर्क भएर सबै सन्तहरूको निम्ति प्रार्थना गरिरहौ। हामी सबैले भन्नेछौँ आमेन। सबै सन्तहरूको निम्ति प्रार्थना गरिरहौ भनेको छ। सारा प्रार्थना चाहिँ निवेदन साथ पवित्र आत्मामा प्रार्थना गर भने यहाँ लेखेको छ। आमेन। प्रार्थना गरिरहौ, प्रार्थना गर भनेको छ। प्रार्थना बिना नि तपाईँ अनि हाम्रो जीवनमा नि युद्ध, प्रार्थना बिना हामी त्यो युद्धलाई जित्न नै सक्दैनौँ। प्रार्थनाले नै तपाईँ अनि हामीले युद्ध जित्छौँ। जब प्रोफेट एलाइजाले प्रार्थना गरे नि, किङ आहाब र इजाबेल रानीको विरुद्धमा जुन एउटा कम्पिटिसन लडाइँ नै थियो, यो त एलियालाई चिमाटेर मार्नु सक्थ्यो त्यत्रो अगमवक्ताहरूले, त्यो पनि मूर्ति पुज्ने अगमवक्ताहरूले, तर प्रार्थनाद्वारा त्यो लडाइँ विजय भएको छ। हालेलुया। तपाईँले गर्दै गरेको सिंहको प्रार्थनाले नि मण्डलीमा परमेश्वरले विजय ल्याउनुहुन्छ। यो कुरो कहिले पनि नभुल्नुहोस्। जब प्रेरित 42 आउँदै गर्दा प्रेरितको सेवाकाईको समयमा त्यो टाइमको मण्डलीको कुरा गर्नु हो भने नि आमा दिदी बहिनी चाहिँ प्रार्थनाको पिलर हो वास्तवमा। त्यो प्रार्थना परमेश्वर चाहनुहुन्छ तपाईँ अनि हाम्रो जीवनबाट। हालेलुया। हाम्रो प्रार्थना चाहिँ फेरि आकाश छिर्ने हुँदैन नि त, यो धुरी छिर्ने प्रार्थना हुँदैन। त्यही कारणले गर्दा हाम्रो प्रार्थना चाहिँ कुन प्रकारको प्रार्थना हुँदैछ यो कुरो जान्नु पनि जरुरी छ। अहिलेको प्रार्थना नि प्रोफेटिक प्रेयर हुनुपर्छ। प्रभु गरिदिनुहोस्, होइन प्रभु हुनेछ। आमेन। तपाईँको खाँचो गाह्रोमा पनि प्रार्थना गर्दैन, प्रभुलाई भन्नुपर्छ प्रभु यो ठाउँमा चाहिँ छुट्नेछ भन्नुपर्छ। आजभन्दा धेरै वर्ष अगाडि 2014 को कुरा गरेको मैले, त्यति बेला एउटा सेवाकाई हामीले गर्ने भयो गोजीमा। चाहिँ फेरि गोजी गरौँ छैन, 1 रुपियाँ पनि छैन गोजीमा। यसो हेरेको 20-30 रुपियाँ रहेछ। अनि साथीभाइहरू प्लान गर्यो अब भोलिको दिनमा वक्ता आउँछ, अब पैसा छैन। अनि हामीले 10-20 रुपियाँ राखेर 70 रुपियाँ थियो। 70 रुपियाँमा यसरी प्रार्थना गर्यो, भोलिको दिनमा चाहिँ प्रभु प्रशस्तता हुनेछ, भोलिको दिनमा चाहिँ मानिसहरू भरपेट खाएर जानेछ। हालेलुया। भोलिको दिनमा उफ्रिनेछ प्रभु भनेर यसरी घोषणा गरेर प्रार्थना गर्यो। भोलिको दिनमा त्यस्तै नै भयो। भोलिको दिनमा कसैले मासु दिन्छ, कसैले हाम्रोबाट चामल र कसैले हाम्रोबाट तेल भन्छ, फेरि कसैले त हाम्रोबाट यति पैसा भन्दै आउनेहरू भत्ता आएन त। 70 रुपियाँमा प्रार्थना गरेको प्रभुको जति मजाले सेवाकाई गरेर जानुभयो, टन्नै खाएर पनि जानु। कति राम्रो कुरा हेर्नुहोस् त। अनि हाम्रो परमेश्वर चाहिँ चान्चुने परमेश्वर हुनुहुन्न। अब दिँदैछ वचन, पद पो खोज्दैछ त्यहाँनिर। अनि त्यो नानी अन्य जाति भूतात्माले ग्रसित भएको, ए बाइबल पढ्छस् तपाईँ ती आएर म घुसी हानिदिन्छु भने पास्टर लाजा मर्दो भयो। त्यस्तो होइन नि। तर यदि तपाईँ अनि हाम्रो प्रार्थनाको जीवन छ भने नि we can resist the devil. हालेलुया। तपाईँ अनि हामी त्यो ठाउँमा उभिएर जित्न सक्छौँ। आमेन। परमेश्वरले महान काम गर्नुहुन्छ। गर्नुहुन्छ कि हुँदैन नानीहरू? हजुर गर्नुहुन्छ भनिदिनुहोस् त। प्रभु येशूले गर्नुहुन्छ भनिदिनुहोस् त। गर्नुहुन्छ भनिदिनुहोस् त। आज फर्स्ट डे भएर अलिकति यस्तो भएर अब भरै भोलिदेखिको तपाईँको मुहार खोलिँदै जान्छ। आमेन। यो प्रोफेसी हो तपाईँको लागि। यहाँनिर नि म तपाईँलाई भन्न चाहन्छु, हाम्रो प्रार्थना चाहिँ फेरि यो सिलिङ छिर्ने पनि प्रार्थना हुँदैन। एउटा भाइले प्रार्थनाको पुरा स्टेप सिकिसकेको रहेछ क्या। 1 नम्बरमा चाहिँ खानाको प्रार्थना, 2 नम्बरमा चाहिँ सुत्ने प्रार्थना, 3 नम्बरमा चाहिँ उठ्ने प्रार्थना, त्यसपछि 4 नम्बर 5 नम्बर उसको चाहिँ पुरै लेख्नु चाहिँ लेखेको रहेछ। फेरि प्रभु म उठ्दैछु, धन्यवाद तपाईँलाई, पुरै रटन क्या त्यहाँनिर गर्दैछ मजाले प्रार्थना। 1 नम्बर प्रार्थना, प्रभु तपाईँलाई धन्यवाद, दिनभरि दैनिक भोजन दिनुभयो, अब म सुत्दैछु, मेरो प्राण आत्मासहित तपाईँलाई यीशुको नाममा आमीन भन्दैछ। तर अल्छे भएछ। प्रभु त अन्तर्यामी हो। प्रभुले त प्रार्थना बुझ्नुहुन्छ नि, सुन्नुहुन्छ नि। मैले 1 नम्बर भन्दा बुझिहाल्छ प्रभु। 1 नम्बर है, ल निन्द्रा लाग्यो, सुतिदिएछ। फेरि उठ्दाखेरि 2 नम्बरमा चाहिँ उठेको प्रार्थना छ नि त। प्रभु म उठेँ, हाई काट्दै उठेछ। 2 नम्बर ल आमाले चिया बनाइहाल भन्दा खुल्ला कुदेर किचन नगएर चिया पनि पिउने गर्थेछ। फेरि त्यहाँनिर भएर अब स्कुल कलेज जानु पर्यो।
प्रभु 3 नम्बर। अनि हाम्रो प्रार्थना यस्तो पो हुँदैछ कि वचनमा त अल्छे कहिलेसम्म सुतिरहन्छस् उठ भनेको छ। हाम्रोहरूले बुझ्दैन, फेरि सुतेकोलाई नै अब भनेर बुझ्छ, हो कि होइन? मागा त के पो देवता दिइनेछ, मागा त तिमीले पाउनेछौ। त्यो त पैसै मात्रै बुझ्छ हाम्रोले। फेरि परमेश्वरको राज्य माग्नुहोस् त पहिला। परमेश्वरको राज्य तपाईँको जीवनमा माग्नुहोस्, परिवारमा माग्नुहोस्, गाउँमा छिमेकीमा माग्नुहोस्, पैसा नमाग्नुहोस्। त्यो कुरो परमेश्वरले दिनुहुन्छ तपाईँलाई। हालेलुया, हालेलुया। अन्तर्यामी परमेश्वर पहिल्यै बुझ्दो रहेछ कि मागा त दिइनेछ भन्ने, पैसै मात्रै बुझ्दो रहेछ नि त। फेरि परमेश्वरले दिनुहुन्छ नि हो, उहाँले तपाईँको फिक्री गर्नुहुन्छ, हाम्रो फिक्री गर्नुहुन्छ। तर बुझ्ने कुरा चाहिँ के छ भने प्रार्थना। मसँग प्रेयर भन्नुहोस् त। प्रार्थना, हाम्रो प्रार्थनाको जीवन कस्तो छ यसमा निर्भर पर्छ। अल्छे त कहिलेसम्म सुतिरहन्छस्, त्यो त सुत्नेलाई मात्रै भनिदिन्छ, होइन नि। आत्मामा पो सुतिरहेको छौँ कि हाम्रो प्रार्थनाको जीवन छैन होला। प्रार्थनाको जीवन छैन भने त नचिताउनुहोस् तपाईँ आत्मामा उठेको भनेर नचिताउँदा हुनुहुन्छ। हामी आत्मामा सुतिराखेको हुन्छौँ। त्यति बेला झकझकाउनु अर्कै आउँछ फेरि। ध्वासे भाइ पो आउँछ त झकझकाउनु फेरि। त्यसको परीक्षा त झेल्नु सक्दैन है उसैले। ध्वासे भाइको परीक्षा उसैले झेल्नु सक्दैन। बुझ्नु होला सुन्नेले, मैले ध्वासेकेलाई भनेको। अनि एउटा गीत रहेछ क्या, एउटा गीत रहेछ। मैले हुनु चाहिँ म सेक्युलर सङहरू सुन्दैनौँ हामी, तर कता कता लाग्दै थियो। अनि यसो सोचेँ यो गीत चाहिँ यसले के भनेको होला भन्ने एउटा गीत रहेछ क्या, दुआ भन्ने गीत रहेछ। मैले यसो सोचेँ त्यो गीतले त सही कथाको जस्तो लाग्यो क्या। एउटा सङ रहेछ क्या, जो भेजी थी दुआ भन्ने रहेछ क्या। हो जाके आँसुमा सिउर टकुरा गई भनेको रहेछ क्या। हाम्रो प्रार्थना चाहिँ दुआ भनेको प्रार्थना हो नि त। हाम्रो प्रार्थना चाहिँ पठाउँछौँ, तर हाम्रो प्रार्थना कति पावरफुल छ। उही माथि आकाशमा ठोकेर फर्किँदो रहेछ। यो सङले चाहिँ त्यही भनेको रहेछ। भनिसकेपछि बुझ्नुपर्छ हाम्रो प्रार्थना कति छ। यो सिलिङ छेडिने पनि छ कि छैन। अनि परमेश्वरबाट धेरै कुरा आशा गर्छौँ। तर आज म तपाईँलाई भन्न चाहन्छु, स्ट्रङली सिरियसली भन्न चाहन्छु मण्डली, हामी वारफेयरभित्र छौँ, हामी लडन्तरमा छौँ। प्रभुलाई पाउनु भनेको म उद्धार मुक्ति पाउनुको लागि मात्र होइन। उद्धार मुक्ति पाउनुको लागि मात्रै मण्डली उद्धार मुक्ति पाओस् भनेर मात्रै क्रुसमा क्रुसिफिकेसन हुनु भएको होइन। तपाईँ अनि हामीलाई चाहिँ स्वर्गको अधिकार दिनुको निम्ति चाहिँ उहाँले क्रुसमा चाहिँ शैतानलाई हराएको। आमेन। प्रभु येशू त्यसै क्रुसिफिकेसन हुनु भएको होइन। तपाईँ अनि हामीलाई चाहिँ स्वर्गको अधिकार, रोमी 8:15 पढ्नुहोस् न, उत्तराधिकारमा एउटै भनेको छ। त्यो कुरो ल्याउनुको लागि परमेश्वर प्रभु येशू क्रुसमा मर्नु भएको। यहाँ कुरा चाहिँ के छ भनेदेखिलाई अब तपाईँ अनि हामी वारफेयरभित्र छौँ, लडन्तरभित्र छौँ। लडन्तरभित्र दुईटा कुरो आउँछ। एउटा चाहिँ आर्मर। मसँग आर्मर भन्नुहोस् त। हात हतियार भनिदिनुहोस् न। हात हतियार एकदमै हाम्रो इसाई जीवनमा जरुरी छ। एपिसी 6:13मा हेर्नुभयो भनेदेखिलाई यो कुराहरू हामी त्यहाँ पाउँछौँ। अनि अर्को चाहिँ के रहेछ भने ढाल। मसँग ढाल भनिदिनुहोस् न। एउटा लडान्तर गर्ने, लडाइँमा जाने सिपाहीले चाहिँ एउटा हात हतियार भिरेको हुन्छ। अर्को चाहिँ के भिरेको हुन्छ भनेदेखिलाई उसले चाहिँ सिल्ड बोकेको हुन्छ, ढाल बोकेको हुन्छ। किनकि शत्रुले प्रहार गर्दा चाहिँ ढालले छोप्नु पर्ने हुन्छ। यो दुईटा बोकेकै हुन्छ। आज म तपाईँलाई भनिदिउँ, यदि हाम्रो प्रार्थना कम्ती छ भने यो कुराहरू हाम्रो जीवनमा हुँदैन। हामी त्यहाँनिर घायल बन्न जान्छौँ, घायल बन्छौँ। तर तपाईँ अनि हाम्रो प्रार्थनाको जीवन छ भने नि यो कुरोहरू हाम्रो जीवनमा एकदम शक्तिशाली भएर जान्छ। आमेन। अघि हामीले पढ्दै थियौँ एफिसी 6:12 होइन, हाम्रो युद्ध चाहिँ शरीरको होइन, रगतको होइन भन्ने कुरा। प्रधानताहरूको विरुद्धमा छ हाम्रो युद्ध। माथि स्वर्ग स्थानमा बस्ने आत्मिक अन्धकारका दुष्ट सेनाहरूको विरुद्ध छ है मण्डली। अनि शैतानलाई राम्रो थाहा छ यसलाई कुन कुरामा फसाउनु। हाम्रो यङ जेनेरेसन भाइहरू यीशुजी भुल्यो। अब यीशुजी भुल्यो। उन लोग ने हात में पक्ड़ा है पबजी। यीशुजीको भुलिया गाह्रो हुन्छ। तपाईँलाई थाहा छ 2018 को एउटा रिपोर्टले भन्छ बिहारमा एउटा नानीले, एउटा फुच्चे भाइले, क्लास 9-10 पढ्ने भाइले आफ्नै बाउलाई हत्या गरेको छ। उसले उसको बाउको टाउको काटेर डेस्कमा राखेको छ, हात काटेर नि डेस्कमा राखेको छ, अरू शरीर टाढ मुनि पलङ मुनि लुकाएको छ। के कारणले हो तपाईँलाई थाहा छ? पबजीको कारणले हो। रियली भन्दैछु, पेपरमा छापेको थियो, मेरो फोनमा पनि छ, म देखाउन सक्छु तपाईँहरूलाई। मैले अहिलेसम्म राखेको छु।
पब्जीको भूतले नि यति डरलाग्दो भूत भयो पब्जीको। बिर्सेसा भाइले त आमाले सब्जी पकाउने कराई पनि छोडेर टाउकोमा लगाएर काठमा गर्न बोकेर ट्याउ दिँदै हिँड्दै गरेको। ब्रेन वास भइसक्यो पब्जीले। कारण के हो भनेदेखिलाई यीशुजी भुल्यो नि त। आज मण्डली, आज जवान भाइ बहिनीहरू, पब्जी होइन यीशुजीलाई पक्रिनुपर्छ। हालेलुया। फ्री फायरलाई होइन, फेरि स्वर्गको फायरलाई पक्रिनुपर्छ। हालेलुया। फायर अफ गडलाई पक्रिनुपर्छ। आमेन। फ्री फायरलाई होइन, त्यो फ्री फायरले नर्कतिर लान्छ। पब्जीले एक दिन नर्क लान्छ। तर आज म तपाईँलाई भन्न चाहन्छु, यदि तपाईँ अनि हाम्रो प्रार्थना शक्तिशाली छ भने नि लडाउँदा जित्छौँ। तपाईँले प्रार्थना गर्दा कसै हिलिङ हुन्छ। आमेन। तपाईँले प्रार्थना गर्दा कसै छुटकारा हुन्छ। आमेन। तपाईँले प्रार्थना गर्दा त्यहाँनिर उत्तरहरू आउनु सुरु हुन्छ। आमेन। किनभने परमेश्वरले जब तपाईँलाई हेर्नुहुन्छ, तपाईँको मन्दिर चाहिँ पवित्रताले भरिएको, पवित्रताले सिङ्गिएको, प्रार्थनाको जीवन तपाईँको जीवनलाई देख्न सुरु गर्छ। त्यहाँदेखिको तपाईँको युद्ध पनि सजिलो सजिलो हुँदै जान्छ। हालेलुया। हेर्नुहोस् न, त्यहाँनिर बाइबलमा हामी राम्रोसँगले हेर्छौँ भनेदेखिलाई प्रभु येशूले मर्कुसको सुसमाचारमा आउँदै गर्दा 16:17 के लेखेको छ, यु सेल कास्ट आउट डिमन भनेको छ, अर एक्सपेल द डिमन भनेको छ। अर्को कुरो इजेक्ट द डेभिल भने क्या, तिमीले भूत आत्मालाई निकाल्न सक्नेछौ भने लेखेको छ। यो एउटा परमेश्वरले दिएको अधिकार हो। हालेलुया। 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 आज एउटा चर्च, आज एउटा इसाई सिंह, एउटा इसाई जीवनमा आउँदै गर्दा हामी त्यो क्षेत्रहरूमा पुग्न नै सक्दैनौँ, किनकि हाम्रो प्रार्थना छैन। वी डोन्ट ह्याभ प्रेयर लाइफ। त्यही कारणले त्यो रेममा हामी पुग्नै सक्दैनौँ। हामी चाहिँ जिरोमा हुन्छौँ जहिले तहिले। प्रार्थना गर्नुहोस् न, हिँड्दै गर्दा साक्रा प्रेन रेबोनामा बहस के प्रे बोल्दै जानुहोस् न। त्यहाँ परमेश्वरले तपाईँलाई थाहा हुँदैन दिमागमा, तर तपाईँको आत्माले प्रार्थना गर्दै गरेको हुन्छ। हालेलुया। त्यति बेला तपाईँको जीवनको युद्धहरू चाहिँ सजिलै हुँदै हुँदै गइराखेको हुन्छ। प्रार्थना गर्दै गर्दा जानुहोस् न। खाना पकाउँदा प्रार्थना गर्नुहोस्। आमाहरू रिबेनामा सेखेरेबो, लुगा धुँदै गर्दा प्रार्थना गर्नुहोस्। ओ जिजस हालेलुया। लेबेनामा सेखेब्रो, प्रार्थना गर्दै जानुहोस्। त्यो परमेश्वरले काम गर्नुहुन्छ। हालेलुया। सरल भाषामा प्रार्थना गर्नु अल्छी लाग्छ, अन्य भाषामा प्रार्थना गर्नुहोस्। बिमारीलाई प्रार्थना गर्न जानुहुन्छ, सरल भाषामा अल्छी लाग्छ, अन्य भाषामा प्रार्थना गर्नुहोस्। तर अल्छी हुनुहुँदैन। आमेन। अल्छी हुनुहुँदैन। हालेलुया। जति प्रार्थना गर्नुहुन्छ उति उत्तर आउँछ। आमेन। तपाईँलाई थाहा छ सोलोमन राजा के हो? राजा हो। तर जब उहाँले नि प्रार्थना गरे नि, जब उहाँले प्रार्थना गरे, वचनले भन्छ स्वर्गबाट चाहिँ साँच्चै नै त्यो मन्दिरको समर्पण गर्दै गर्दा, यो तपाईँहरूलाई मैले दोस्रो इतिहास 7 अध्यायको 1, 2, 3, 4 पद मैले दिँदैछु। जब सोलोमन राजा हो नि त, त्यहाँनिर पुजारी खडा थियो, प्रधान पुजारी त्यो सबै व्यवस्था आधारितमा लाइन बाई लाइन पुजारीहरू खडा गरेका थिए। तर यहाँनिर नि म्यान अफ गड जब सोलोमन राजाले प्रार्थना गरे नि, यहाँनिर 3 अध्यायमा 3 पदमा आउँदै गर्दा त्यहाँनिर यसरी लेखेको छ, 2 मा आउँदै गर्दा परमप्रभुको महिमाले उहाँको मन्दिर भरिएकोले गर्दा पुजारीहरू भित्र पस्न सकेनन्। 3 नम्बरमा नि स्वर्गबाट आगो झर्यो भनेको छ। हालेलुया। आज तपाईँ अनि हाम्रो प्रार्थना चाहिँ यो हुनुपर्छ। आमेन। आज आमाहरू म तपाईँलाई उत्साह दिन्छु, तपाईँको प्रार्थनाको जीवन बढेर जाओस्। यो आत्मिक युद्ध चाहिँ तपाईँले सजिलैसँगले जित्नुहुन्छ। तपाईँहरू प्रार्थनाको योद्धा भएर अघि बढ्दै जानुहुन्छ भनेदेखिलाई हाम्रो जवान बाउहरूले गर्दै गरेको सेवाकाईमा टेवा पुग्छ। हालेलुया। त्यति बेला आमाहरू कसै बिमारीलाई भूत आत्मा लागेकोलाई प्रार्थना गर्न जाँदै गर्दा टाढैबाट भूत आत्मा निस्केर भाग्छ कि फल्न आउनुभन्दा अगाडि भाग्नुपर्छ, किनभने उसमा चाहिँ यीशु छ भन्छ। आमेन। यो कुरो त चाहेको त मण्डलीमा। हालेलुया। डेज अफ एलाइजा भनेको चाहिँ यो मानिसको हृदय चाहिँ परमेश्वरतर्फ फर्काउनु हो। आमेन। बुझ्दै हुनुहुन्छ? एलाइजा शरीरमा आउँदैन। he will not come in flesh, but God will send the revival of Elijah. आमेन। आमेन भनिदिनुहोस् न। आमेन भनिदिनुहोस् न। पवित्र आत्माको कामलाई स्थान दिनु ठुलो कुरा हो, सानो कुरो होइन। मण्डली विभिन्न मण्डली छ जसले पवित्र आत्माको कुरा पनि नगर भन्छ। मलाई एउटा पास्टरले सानो दुःख लाग्यो, भाइ पवित्र आत्मा नभन है भन्छ। अब के भन्नु त अन्त? पवित्र आत्मा परमेश्वर होइन के तपाईँभित्र आत्मा छैन र भनिदिएको नि? मान्छेले मर्दा त तर्साउँछ, किनकि मान्छेभित्र के हुन्छ? आत्मा हुन्छ नि त। अनि पवित्र आत्मा त परमेश्वरको आत्मा हो। कुरा नगर्ने पवित्र आत्माले हेल्पर हो, मेरो टिचर हो भन्नु सक्नुपर्छ।
आमेन। Holy Spirit is your teacher. He is your mentor. He is your true friend. आमेन। जब तपाईले नि यो मिस्ट्रीलाई बुझ्नुहुन्छ नि, nobody कसैले पनि तपाईलाई सिकाउनु पर्दैन, तपाईलाई आफै परमेश्वरले सिकाउनुहुन्छ। आमेन आमेन। आज म तपाईलाई उत्साह दिन्छु मण्डली, यो फर्स्ट सेसनमा आउँदै गर्दा जब तपाईँ अनि हामी प्रार्थनाको जीवनलाई अझै अगाडि बढाउँदै लान्छौँ नि, मण्डली साँच्चै नै चान्चुने मण्डली हुँदैन। मण्डलीमा नि अब यङ जेनेरेसन लिडरहरू खडा हुन सुरु हुन्छ, जसमा यशुहरू जस्तै कालेबहरू जस्तै व्यक्तिहरू खडा हुन्छ। आमेन। देवराहरू जस्तै यङ भाइ बहिनीहरू अब बहिनीहरू खडा हुन्छ। आमेन। यहाँनिर नि जब तपाईँले हेर्नुभयो भने शैतान चाहिँ के हो त? यूहन्नाको सुसमाचार 10:10ले चाहिँ यहाँनिर शैतानको भन्ने कुराहरू बताएको छ, किनकि शैतानलाई चाहिँ यहाँ के भन्छ भनेदेखिलाई चोर भन्ने शब्द चलाएको छ। चोर त चोरौ मारौ अब दिँदैछ वचन, पद पो खोज्दैछ त्यहाँनिर। अनि त्यो नानी अन्य जाति भूतात्माले ग्रसित भएको, ए बाइबल पढ्छस् तब ती आएर म घुसी हानिदिन्छु भने पास्टर लाजा मर्दो भयो, त्यस्तो होइन नि। तर यदि तपाईँ अनि हाम्रो प्रार्थनाको जीवन छ भने नि, we can resist the devil. Hallelujah. तपाईँ अनि हामी त्यो ठाउँमा उभिएर जित्न सक्छौँ। आमेन। त्यो ठुलो वेपन बोकेर हतियार बोकेर आउँदैन, त्यो तपाईँको दैनिक जीवनमा नि समस्या लिएर आउँछ। तपाईँको जीवनमा हुनसक्छ फाइनेन्सियल समस्या लिएर आउँछ, तपाईँको जीवनमा बिमारलाई लिएर आउँछ, तपाईँको विवाहित जीवनभित्र झगडा लिएर आउँछ, तपाईँको सम्बन्धहरू बिटुलो पार्नको निम्ति त्यो तत्पर हुन्छ। जहाँनिर तपाईँको कमजोरी हुन्छ त्यहाँनिर तपाईँलाई भत्काउनु त्यो जहिले पनि रेडी हुन्छ। तपाईँ पनि तयार बस्नुहोस्, ए धसे भन्दै तयार बस्नुहोस्। म चाहन्छु नि छोरी होइन, म चाहन्छु नि छोरा होइन, आई एम द म्यान अफ गड, आई एम द वुमेन अफ गड भन्नुपर्छ। म भित्र चाहिँ यीशु छ। तैँले के देख्छस्? मेरो बाहिर कभर देख्दैछस् त नजो कि म भित्र चाहिँ यीशु छ भन्नुपर्छ। आमेन। दोस्रोमा नि त्यसले के गर्छ भनेदेखिलाई त्यसले चाहिँ ठाउँ खोज्छ पोजेस गर्नको लागि। मानिसको कमजोरी खोज्न सुरु गर्छ। तपाईँको के कमजोरी छ, मेरो के कमजोरी छ, त्यसले त्यहाँनिर अब के गर्छ? अड्डा जमाउनु खोज्छ। किनकि शैतानले पनि के गर्छ? त्यसको नियममा काम गर्छ, नियमदेखिको बाहिर गर्दैन, ठाउँ पाउँदा मात्रै भित्र पुग्छ। होसियार गर्नुहोस् यो ठाउँमा, मैले तपाईँलाई भनिदिइहालेको छु। दोस्रो चाहिँ के गर्छ भनेदेखिलाई त्यसले प्रधानताहरू जति पनि छ, त्यसले अस्त्र शस्त्र बोकेको जति पनि त्यसको सेनाहरू छ त्यसलाई खटाउँछ मण्डलीलाई नाश पार्नको लागि, मण्डलीलाई खतम पार्नको लागि। तर आज म तपाईँलाई भन्न चाहन्छु, जब मण्डलीमा चाहिँ प्रार्थनाको योद्धाहरू खडा हुन्छ नि, प्रेयर वरियरहरू खडा हुन्छ नि, प्रार्थनाको पिलर भएको आमाहरू खडा हुन्छ नि, शैतानले केही पनि गर्नु सक्दैन। मसँग भन्नुहोस् त धसे अहिले केही पनि गर्न सक्दैनस्। किनभने तँलाई थाहा छ पहिले एउटा चाको चार अनुसार चाहिँ म भित्र हुने चाहिँ त्यो धसे भन्दा महान हुनुहुन्छ। आमेन। बुझ्दै हुनुहुन्छ कुरा? यो मिस्ट्री बुझ्नुभयो भने, यो कुरा बुझ्नुभयो भने नि शैतानलाई युमा लडाउन सकिन्छ। तपाईँलाई थाहा छ पास्टर क्रिस चिन्नुहुन्छ हुनुहुन्न, उहाँ चाहिँ महान प्रभुको दास हुनुहुन्छ, प्रभुको जन हुनुहुन्छ। अनि उहाँलाई एउटा इभान्जलिस्टले आएर के भने अरे भने शैतानलाई पनि रेस्पेक्ट गर्नुपर्छ पो भने अरे। अरे बापरे, शैतानलाई पनि रेस्पेक्ट गर्ने हो? किनभने भने अरे क्या, किनभने मोसाको लासको लागि लडाइँ गर्दै गर्दा माइकलले पनि केही गरेन, माइकलले पनि आदर गरेको थियो त शैतानलाई, त्यही भएर अरे। अनि पास्टर क्रिसको पाली पनि के भन्नु भयो अरे भनेदेखि तिमीले त्यति बुझेको थिएछ भनिदिनु भएन क्या हो। मोसाको लासको लागि माइकल स्वर्गदूत आउँदै गर्दा त्यहाँ अन्तबन्दी भएको, त्यहाँनिर एक आपसमा मतभेद भयो। बाइबलले भन्छ परमेश्वर आफैले युद्ध गर्नुभयो भनेको छ। माइकलले केही गरेन दूतले। तपाईँलाई थाहा छ शैतानलाई आदर गरेको होइन नि त, एटमिक अथोरिटीलाई आदर गरेको त वास्तवमा। शैतानले खोसेको हो नि त अथोरिटी। आदमबाट आउने जति पनि अधिकार थियो नि त्यो खोसेको हो त लुसिफरले। लुसिफरलाई आदर गरेको होइन नि। एन्जल माइकलले चाह्यो भने युमै त्यसले तरुवाले नष्ट गर्नु पनि सक्छ परमेश्वरले अनुमति दिनुभयो भने, तर त्यो गरेन किनकि एटमिक अथोरिटीलाई आदर गरेको। हालेलुया। त्यही कारणले गर्दा आज म तपाईँलाई भन्न चाहन्छु, when we are in the way of warfare, हामी जब लडन्तरको ठाउँमा छौँ भने त्यो ठाउँमा उभिँदै गर्दा परमेश्वरले माइकल दूत खडा गर्नुहुन्छ तपाईँ अनि हाम्रो युद्धमा चाहिँ सजिलो पार्नको लागि। आमेन। कहिले पनि नभुल्नु होला, तपाईँ अनि
हाम्रो जीवनमा नि एक एकवटा यो चाहिँ हामी प्रोफेटिक स्कुलमा पढाउने गर्छौँ, मिनिस्ट्री अफ एन्जल भन्ने कुराहरूमा हामी पढाउने गर्छौँ। तर एउटा कुरो याद गर्नुहोस्, एक एकवटा स्वर्गदूत हामी सबैले बोकेका छौँ। विदाउट फेल एक एकवटा स्वर्गदूत परमेश्वरले तपाईँ अनि हामीलाई दिएको छ। थाहा छ, गार्डियन एन्जल परमेश्वरले दिनु नै हुन्छ। जुन समय तपाईँले ख्रिस्टलाई पाउनुभयो अथवा जुन समय तपाईँको जन्म भयो परिवारमा, क्रिस्चियन परिवारमा अथवा प्रभुमा बाँचेको परिवारमा, तपाईँको जीवनमा एक एकवटा स्वर्गदूतले काम गरेको छ। मेरो जीवनमा थुप्रै गवाही छ, मलाई दिएको स्वर्गदूतले बचाएको कुराहरू छ, थुप्रै कुराहरूबाट मलाई जोगाएको कुराहरू पनि छ। परमेश्वरले नि तपाईँ अनि हाम्रो जीवनमा एक एकवटा स्वर्गदूत दिएको छ। हालेलुया। यो माइक भन्ने कुरा होइन, यो माइकको कुरा होइन। हिब्रू 1:14 पढ्नु भने त्यहाँनिर पनि तपाईँले पाउनुहुन्छ। भजन सङ्ग्रह 34:7 पढ्नुभयो भने परमेश्वरको भय मान्नेको चारैतिर उहाँको दूतहरूले घेरा हाल्छन् भनेर लेखेको छ। हालेलुया। स्वर्गदूतलाई मान बनाएको चाहिँ होइन है, फेरि स्वर्गदूत भन्दा मान चाहिँ हामीहरू नै हो, किनकि हामी चाहिँ परमेश्वरको केमा बनेको हो, स्वरूपमा बनेको हो नि त। आमेन। आज परमेश्वरको स्वरूपमा बन्दा बन्दै शैतानले चाहिँ के गर्छ भनेदेखिलाई परमेश्वरको सृष्टिलाई नष्ट गर्नु खोज्छ। तपाईँ अनि हामी परमेश्वरको स्वरूपमा बनेको कारणले गर्दा त्यो जेलस भएको छ। मसँग जेलस भएको छ भनिदिनुहोस् त। त्यो धसे जेलस भएको छ, किनभने हामी चाहिँ परमेश्वरको स्वरूप पाएको छौँ र चाहिँ तपाईँ अनि हाम्रो जीवनलाई नष्ट गर्नुको लागि, बर्बाद बनाउनुको लागि चाहिँ हर कदम त्यो तयार बस्छ। त्यो कहिले पनि रेस्ट गर्दैन। आज मण्डली म तपाईँलाई भन्न चाहन्छु, तपाईँको प्रार्थनाको जीवन रेस्ट नहोस्, तपाईँको प्रार्थनाको जीवन नरोकियोस्। तपाईँको वेदी प्रार्थना हुन्छ नि परिवारमा, त्यो वेदी प्रार्थना कहिले पनि नटुङ्गियोस्। किनभने जब जब मण्डलीले प्रार्थना गर्छ, जब जब हामी प्रार्थना गर्छौँ नि, त्यहाँ चाहिँ स्वर्ग उग्रन्छ। आमेन। प्रोफेट एलाइजाले प्रार्थना गर्दा स्वर्ग उग्रेकै हो नि त, बाइबलमा लेखेको छ। आगो त नर्कबाट आएको होइन नि त, स्वर्गबाट आएको हो नि त। आमेन। त्यसरी नै तपाईँको प्रार्थना चाहिँ त्यो फायरली प्रेयर हुनु थाल्छ र तपाईँ अनि हाम्रो विरुद्धमा रहेको त्यो सबै अन्धकारका दुष्ट सेनाहरू हार्दै जान्छ। डढेर भस्म हुन्छ भनिदिनुहोस् न। आज मण्डली म तपाईँलाई यही कुराहरू भन्न चाहन्छु। त्यही कारणले बाइबलले मिठो कुरो भनेको छ, पवित्र आत्मामा प्रार्थना गर। केमा अरे? बुझ्नुभयो कुरा सुजनीमा होइन, कुरा बुझनीमा छ। बुझ्नेले ताली बजाइदिनुहोस् न। तपाईँ अनि हाम्रो प्रार्थना, विशेष गरी म प्रार्थनामा फोकस गर्दैछु यो फर्स्ट सेसनमा। प्रेयर, पवित्र आत्मामा प्रार्थना गर र सबै सन्तहरूको लागि प्रार्थना गरिदेऊ भनेको छ। पवित्र आत्मामा प्रार्थना गर्न सुरु गर्नुहोस् न। अन्य भाषा 2-3 शब्द छ भन्दैमा नलजाउनुहोस्, स्टार्ट गर्नुहोस् आजदेखिको। बोल्नुहोस्, लुगा धुँदै गर्दा, काम गर्दै गर्दा, मार्केट प्लेसमा जाँदै गर्दा नि तपाईँले सुरु गर्नुहोस्। त्यति बेला नि साँच्चै नै परमेश्वर आत्मामा तपाईँसँग जोडिरहेको हुन्छ। आमेन। लुसिफर जोडिँदैन, त्यसको अधिकार छैन तपाईँ हामी भित्र आउने। त्यसले ठाउँ पायो भने मात्रै पोस्ने गर्छ, नभए त्यो पोस्दैन। हालेलुया। आज म तपाईँलाई के भन्न चाहन्छु भनेदेखिलाई नि डरलाग्दो कुरा छ। आज यो संसार नष्ट हुँदै जाँदैछ, दिनदिनै आफ्नो त्यो उयोमा जाँदैछ। तर तपाईँ अनि हामी चाहिँ नष्ट होइन, पवित्र पवित्र पवित्र। आमेन। तपाईँलाई थाहा छ, स्वर्गमा एउटा यस्तो स्वर्गदूत छ जो चाहिँ परमेश्वरको सिंहासन अगाडि उभिन्छ। बाइबलमा थुप्रै खण्डहरूमा उसलाई उल्लेख गरेको छ, जसको नाम चाहिँ सेराफिन भन्छ। उसको 6वटा पखेटा हुन्छ। उसले 2टा पखेटाले आफ्नो मुहार ढाकेको हुन्छ, 2टा पखेटाले आफ्नो पाउ ढाकेको हुन्छ, अनि 2टा पखेटा चाहिँ उसलाई उड्नु दिएको हुन्छ। अनि उसले चाहिँ एउटै आराधना गर्छ, एउटै प्रार्थना गर्छ। हजारौँ वर्ष भयो, कति वर्ष, मिलियन वर्ष हामी काउन्ट गर्न सक्दैनौँ। उसको मुखमा चाहिँ तपाईँ पवित्र, तपाईँ पवित्र, तपाईँ पवित्र, तपाईँ पवित्र, तपाईँ पवित्र, युवा होली होली होली, यही मात्रै हुन्छ। किनकि पवित्र परमेश्वर चाहिँ नि तपाईँ अनि हाम्रो पक्षमा हुनुहुन्छ। हि इज इन यु। त्यही कारणले गर्दा आज मिठो कुरो परमेश्वरको जनले अगाडिबाट नै वार्निङ दिएको छ कि हाम्रो युद्ध चाहिँ कलमको होइन, हाम्रो युद्ध चाहिँ सिरुपाते खुकुरीको होइन, कट्टी तरुवालको होइन, तर यो स्पिरिट रेममा, यो आत्माको क्षेत्रहरूमा जो चाहिँ अन्धकारको दुनियाँमा बास गर्ने त्यो लुसिफरसँगको हाम्रो युद्ध। हाम्रो महाराजा भनिदिनुहोस् न, महाराजा प्रभु येशूले युद्ध जित्नुभयो भनेदेखि हि इज अवर कमान्डर। उहाँ हाम्रो कमान्डर हुनुहुन्छ। तपाईँ अनि हामी चाहिँ सेनाहरू, मसँग सेना भनिदिनुहोस् न। कमान्डर अफ
अगाडि बढ्दैछ युद्ध भूमिमा, उहाँ हाम्रो अगाडि अगाडि हुनुहुन्छ। तर सेनाहरू कमजोरी हुनुहुँदैन। कसै सेनाको खुट्टै भाँचेको, कसै सेनाको आँखै फुटेको छ भनेदेखिलाई शत्रुले छिटै प्रहार गर्छ। तर सेना छ भने सेना पनि बलियो हुनुपर्छ। आर्मी सुड बी स्ट्रङ। हामी एकदमै स्ट्रङ हुनु जरुरी छ। त्यसको चाहिँ मिस्ट्री चाहिँ के हो भनेदेखिलाई मसँग प्रार्थना भनिदिनुहोस् न, प्रार्थना भनिदिनुहोस् न, प्रार्थना भनिदिनुहोस् न। धेरैजनाले यो भन्ने गर्छ, प्रभु त खै त हिजो आज भोलि आउँछु भनेर गएको त प्रभु त आउँदैन त। कतिजनाको विचार यस्तै हुन्छ नि, होइन? म त ठाउँ तयार पार्नुको लागि जाँदैछु तिमीहरूको निम्ति, अनि आउन लागेको छु भनेर प्रभुले भन्नुभयो। पुस्ता पुस्ता बितेर गयो, यीशु आउँदैन त। झुट बोलेको होला भनेर कतिजनाले त्यो पनि भन्यो होला सायद कतिजनाको विचारमा। ब्याकस्लाइडेड विश्वासीले त बोल्नु बेल लाउँदैन नि फेरि, होइन? तर प्रभु किन ढिलो गर्दै हुनुहुन्छ? किनभने प्रभु यीशु चाहिँ दाग लागेको मण्डलीको लागि आउनुहुन्न नि त। त्यो खुट्टा भाँचेको सिपाहीको लागि आउनुहुन्न, आँखा फुटेको सिपाहीको लागि आउनुहुन्न। तर बाइबलले भन्छ एफएसी 5:27 मा आउँदै गर्दा निस्कोट भनेको छ। मसँग निस्कोट भनिदिनुहोस् न, खट्रोइट भनिदिनुहोस् न। दाग नलागेको, चौरी नपरेको तेजस्वी मण्डली, अन्त दाग नलागेको, चौरी नपरेको तेजस्वी खट्रोइट चर्च तपाईँ अनि हामी, हाम्रो लागि उहाँ आउनुहुन्छ भनेपछि चर्चको मामलामा उहाँको मन्दिर हामी हौ भनेदेखिलाई लडनदरको मामलामा हामी सिपाही पनि हौ नि त, हो कि होइन? हामी एक सिपाही हौ। अनि सिपाही चाहिँ कमजोरी हुनु हुँदैन, सिपाही चाहिँ हुनु हुँदैन। तर सिपाही चाहिँ एकदम स्ट्रङ भएको परमेश्वर चाहनुहुन्छ। अनि यसको फर्स्ट वे चाहिँ तपाईँ अनि हाम्रो जीवनको प्रार्थना। मसँग फेरि प्रार्थना भनिदिनुहोस् त। तपाईँलाई थाहा छ बाइबलमा नि जब लडनदर गरे नि प्रभुको जनहरूले, जति जति महान प्रभुको दासहरूले लडाइँ गर्दै आए, उनीहरूको जीवनमा पनि लडाइँ थियो, युद्ध थियो। दाउदको जीवनमा पनि युद्ध थियो, अगमवक्ता एलाइजाको जीवनमा पनि युद्ध थियो, किनकि ऊ एक्लो भइसकेको थियो। परमेश्वरलाई आराधना गर्ने व्यक्ति ऊ एक्लै एक्लै भाग्नु पर्यो। सारा इजरायलीहरू मूर्तिपट्टि खनियो, तर ऊ एक्लै भएको थियो। त्यति बेला नि उसको जीवनमा धेरै युद्ध थियो, धेरै प्रकारको विचारहरू थियो होला। डरले अम्लिसोको झाडी मुनि पनि लुकेको कथाहरू हामी पाउँछौँ बाइबलमा। प्रभुको जनहरूले पनि झेलेको छ है, उनीहरूले जे झेल्यो आजको दिनमा हामीले पनि झेल्छौँ। प्रभुले के भन्नुभयो भने जे कुरो मैले सहे, जे कुरो यिनीहरूले मलाई गर्यो तिमीहरूलाई पनि उनीहरूले त्यसै गर्नेछ भनिसकेपछि हामी पनि झेल्दैछौँ, हो? त्यही कारणले बाइबलमा नि मिठो कुरो 65 टाइम्स चाहिँ म तँसित छु भन्ने शब्द चलाएको रहेछ। तपाईँले बाइबललाई यसरी हेर्नुभयो भनेदेखिलाई नि 65 टाइम्ससम्म, 65 टाइम्ससम्म परमेश्वरले म तँसित छु भन्ने शब्द चलाएको रहेछ। आई एम विथ यु भन्ने शब्द, डु नट फियर भन्ने शब्द चाहिँ 80 भन्दा ज्यादा शब्द चलाएको छ बाइबलमा। नघबराऊ भन्ने शब्द त यहाँनिर 350 भन्दा ज्यादा चाहिँ नघबराऊ, नडराऊ भन्ने शब्द चलाएको छ बाइबलमा। सबै ओल्ड टेस्टामेन्ट, न्यू टेस्टामेन्ट तपाईँले हेर्नुभयो भनेदेखिलाई। अनि परमेश्वरले नडराऊ भन्नुहुन्छ भने तपाईँ अनि हामी त डराउने व्यक्तिहरू अब बन्नु हुँदैन। हालेलुया। तपाईँ अनि हामी अब सानसुने व्यक्तिमा परिनौँ। येशू ख्रीष्टको मेम्नाको रगतद्वारा किनिएको मण्डली हो। हालेलुया। हामी सिपाही चाहिँ त्यसै पैसा दिएर राखेको आर्मी जस्तो होइन, संसारिक आर्मी जस्तो होइन। नासरतको येशू ख्रीष्टको आलो रगत, पवित्र रगतद्वारा किनिएको तपाईँ अनि हामी पवित्र आत्माको छाप लागेको मण्डली हौ। आमेन। त्यस कारणले गर्दा आज मण्डली म तपाईँलाई भन्न चाहन्छु, जब तपाईँको प्रार्थनाको पिलर बन्छ नि, जब तपाईँको प्रार्थनाको जग चाहिँ स्ट्रङ हुन थाल्छ नि, त्यहाँनिर चाहिँ तपाईँको परिवारबाट काम सुरु हुन थाल्छ। हालेलुया। तपाईँको परिवारबाट कसैको नानी छैन होला, प्रार्थना गरिदिनुहोस्, तपाईँलाई परमेश्वरले बेबी दिनुहुन्छ, तपाईँले कन्सिभ गर्नुहुनेछ भनिदिनुहोस्, त्यहाँनिर परमेश्वर काम गर्नुहुन्छ। हालेलुया। दाजुभाइहरू तपाईँ पनि स्ट्रङ भएर बस्नुहोस्। कसै व्यक्तिलाई प्रभुको विषयमा भन्नुहोस्, प्रभुको विषयमा प्रचार गर्नुहोस्। यीशु प्रचारिनु जरुरी छ, यीशु ख्रीष्ट हाइलाइटमा आउनु जरुरी छ। यहाँनिर नि माता परमेश्वर होइन, यहाँनिर कुनी के होइन, यहाँनिर चाहिँ नाजरी यीशु ख्रीष्ट हाइलाइटमा आउनुपर्छ। हालेलुया। तपाईँको जीवनबाट यीशु ख्रीष्ट प्रचारेन भने हामी सिपाही होइनौँ, यीशु ख्रीष्ट प्रचारिनुपर्छ। तपाईँ अनि हामी चाहिँ ब्रेभ हुनुपर्छ। आमाहरू, दिदीभाइहरू, दाजुभाइहरू हामी ब्रेभ हुनुपर्छ। तब मात्र हामी युद्ध जित्न सक्छौँ। बुझ्दै हुनुहुन्छ? हाम्रो विपक्षको ओपिनियन नि त्यो त चान्चुने नै हो, त्यो धस्यो हो, त्यो डढेर कालो भएको छ भनिदिनुहोस् त। तरै पनि त्यो चाहिँ भन्छ नि एउटा के पो, कुकुरलाई पाल्नुहोस् मजाले होइन, तर स्ट्रिटमा छोडिदिनुहोस्, त्यसले गु खाएनछ मलाई नभन्नुहोस्, खान्छै खान्छ। त्यो त्यस्तै हो, नसुध्रेको हुन्छ नि। पाल्दो कुकुर राख्नुहोस्
मजाले खाना दिनुहोस्, आफ्नै खाएको खाना खान्छ, तर बाहिर छोडिदिनुहोस् त, टोइलेट पायो भने त्यसले खान्छै खान्छ। लुसिफर चाहिँ यस्तो हो, त्यसको बेहोरा चाहिँ यस्तै हो। त्यो हारेको ध्वसी होइन, प्रभु यीशुले अलरेडी त्यसलाई भस्म पारिसकेको छ, तर त्यसले त्यसको बेहोरा छोडेको छैन त, मण्डलीले सताउन आइपर्छ त। त्यही कारणले पावलले भनेको तिमीहरूको युद्ध चाहिँ शरीरको छैन है, तिमीहरूको युद्ध चाहिँ के आत्माको युद्ध रहेछ। तिमीहरूको युद्ध चाहिँ अस्त्र शस्त्रको विरुद्ध होइन, तर तिमीहरूको युद्ध चाहिँ प्रधानताको विरुद्ध हो। आमेन। त्यही भएर त्यो नसुत्रिएको कुकुर जस्तै धसे चाहिँ आइबस्छ, ढोकामा उभिरहेको हुन्छ, यो कहिले चुक्छ र यसलाई म फसाउ भन्ने हुन्छ। तर आज म तपाईँलाई भन्न चाहन्छु, तपाईँ अनि हाम्रो प्रार्थना चाहिँ यति साह्रो डरलाग्दो पावरफुल कुरा हो। म तपाईँलाई भनिदिउँ, हतियारको कुरा गरे, हात हतियारको कुरा गऱ्यौँ नि अघि होइन, आर्मरको कुरा गऱ्यौँ, ढालको कुरा गऱ्यौँ। हतियार पनि उदाएन भने लाग्ने हुँदैन। कार्पेन्टर जो चाहिँ काठको मिस्त्री हुन्छ नि, उनीहरूलाई सोध्नुहोस्, अहिले त अब इलेक्ट्रिक आएको छ, तर पनि हतियार उदाउनु नै पर्ने हुन्छ। काठलाई चिप्लाउने एउटा रन्डा भन्छ हामी नेपाली भाषामा, त्यो युज गर्छौँ। त्यसलाई पनि उदाएन भने हुँदैन। अनि एउटा सिरी ढुङ्गा पाउँछ होइन, हतियार उदाउने बजारमा पनि पाउँछ नि, हतियार उदाउने सिक्कल। अब घाँस काट्दा, मैले पनि घाँस काटेर आएको मेरो जीवनमा, सिक्कल उदाउनु पर्ने हुन्छ। जबसम्म लाग्ने हुँदैन घाँस काटिँदैन, हो कि होइन? प्रार्थना चाहिँ हाम्रो जीवनमा चाहिँ के हो भनेदेखिलाई, हाम्रो जीवनमा चाहिँ प्रार्थना चाहिँ एउटा यस्तो टुल हो, यस्तो टुल, यानि कि उदाउने कुरा। जति प्रार्थना गर्नुहुन्छ नि, तपाईँको जीवनमा भएको आत्मिक वरदानहरू देखिनु सुरु हुन्छ। हालेलुया। जति प्रार्थना, यही हो मिस्ट्री चाहिँ, यही हो। जति प्रार्थना गर्दै जानुहुन्छ नि, तपाईँमा भएको अभिषेक चाहिँ बढ्दै बढ्दै तपाईँ पवित्र आत्माले भरिँदै जानुहुन्छ, तपाईँ पवित्रताभित्र भरिँदै जानुहुन्छ। जति प्रार्थना गर्नुहुन्छ नि तपाईँ, जति, किनकि प्रार्थना गर्नु भनेको चाहिँ कुनै मानिससँग जोडिनु होइन, यीशुसँग जोडिनु हो। आमेन। प्रार्थना गर्नु भने डाइरेक्ट हाम्रो मध्यस्थकर्ता येशू ख्रीष्टसँग जोडिनु हो। अनि जति प्रार्थना गर्नुहुन्छ त्यति तपाईँको हात हतियारहरू तिख्रिँदै 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 गइरहेको हुन्छ। त्यही कारणले गर्दा आज म तपाईँलाई भनौँ, येशू ख्रीष्ट पनि आफ्नो दैनिक जीवनमा हुँदै गर्दा नि उहाँले प्रार्थनाको जीवन बिताउनु। बाइबलमा धेरै खण्डहरू छ। जब तपाईँले हिब्रू 5:7 हेर्नुभयो भनेदेखिलाई नि, प्रभु येशूले चाहिँ भक्तिपूर्ण प्रार्थना गर्यो भनेर लेखेको छ। प्रभु येशूले चाहिँ आँसुसहितको प्रार्थना गर्यो भनेर लेखेको छ। क्रोकोडाइल टियर होइन है, फेरि अर्को पाला ठुलो हेरेर क्या होइन, क्रोकोडाइल टियरमा आँसु हुँदैन। तर नि प्रभु येशूले चाहिँ क्रोकोडाइल टियर होइन, कोहीको आँसुमा प्रार्थना गर्नु भएन, रियली आँसु झार्नु मण्डलीको लागि। आमेन। पौल प्रेरितले नि तिमोथीको मण्डलीलाई पत्र लेख्दै गर्दा, फिलिपीको मण्डलीलाई पत्र लेख्दै गर्दा हाँसी हाँसी लेखेको छैन। पौल प्रेरितले नि त्यो इटलीको जेलमा नि